आज फिलिप आइल्यान्ड जाँदैछौँ फिलिप आइल्यान्ड सुशील जस्तो गर्नु थाल्यो ब्लग चाहिँ बनाउनु रहेछ कि 60 को लाइट यस्तो के यहाँ चाहिँ अनि यहाँ अगाडि 40 स्कुल टाइममा चाहिँ 40 अब अहिले त 40 त्यसैमा 40 पनि डिस्प्ले हुन्छ होला हैन 40 लेखिदिन्छ त्यहाँ पछि स्कुल टाइममा मात्र हो क्या उता छैन नि त्यस्तो अनि यो यही हो लाइट भनेको पनि यही हो यस्तोमा 40 लेखा हुन्छ नि यस्तैमा यस्तो 60 हुन्छ नि त्यसैमा 40 होइन स्कुल जोन भनेर होइन स्कुल जोन त्यो चाहिँ अब यहाँबाट 80 नै हुन्छ फेरि के रे सुरज हुन त त्यही नै हो होइन लाइक त्यो ब्रिज भन्दा अगाडि चाहिँ एउटा लाइक भ्यू जस्तो भ्यू पोइन्ट होइन यो पेलिकन फिडिङ भनेर त्यो बर्ड्सहरूलाई त्यस्तोवाला रहेछ होइन त्यहाँ पनि स्टप गरौँ अनि रहेछ भने एउटा ऊ पनि भयो नि त उता बस्नुपर्ने छ भन्दै यसले जहिले यस्तो गर्दो रहेछ यार ए तर होइन बम यहाँबाट जानु मिल्छ भने जानु मिल्छ उता पर पनि छ कि बाटो बाटो हुन्छ कि तिम्रो हापिन्छ होइन यहाँ नजिकै छ उताबाट छिर्नु मिल्छ मम्मी उसले हो कि रविनाले हो कि अहिले डिजेल हाल्दैछ तेरो डिजेल पो रहेछ है डिजेलले त्यो यसमा अर्को पेट्रोलवाला भेरिएन्ट पनि थियो होला नि बजेरोमा छैन के ए आउटल्यान्डर चाहिँ पेट्रोल हो आउटल्यान्डर पनि डिजेल पनि छ डिजेल पनि छ यो पनि छ जस्तो लाग्छ मलाई गाडीमा एउटा ल डोनट मलाई डोनट मन पर्दैन यार ए मन पर्दैन कि डोनट भक्क भइसक्यो डोनट खाना हट चकलेट म त्यो पनि खाँदिनँ ए यस्तो चाहिँ रहेछ यहाँ चाहिँ चिज केक रहेछ त मिठो पिस्ताचियो डोनट चाहिँ खाएको छु मैले त्यस्तो गरेँ भइसक्यो कफी मेरो हो यो कफी टाइम चाय लाडी स्मल साइजको पनि हुँदो रहेछ एउटै के हुँदैन मसला त्यही हामीले बनाउनेवाला त्यो भने अझ कम गरे हुन्छ क्या त्यो थ्याङ्क यू त्यहाँ मम्मीलाई चाय आयो बाटा आउँदैछ भनेर वेदरलाई राम्रो बन भनेको थिएँ कि मैले भगवान्ले अनि मेरो कुरा त सुनिहाल्नुहुन्छ नि कसैको कोही छैन भने भगवान् हुन्छ भन्ने थाहा भने तैँले मैले बिचरा फेरि उसको केही भएन नि त फर्स्ट टाइम खेल्ने नआउनेलाई जहिले जित्थ्यो होइन अहिले चाहिँ जितेन यार नआउनेले मात्र जित्ने हो नि त फेरि यस्तो डाँडा देख्न पनि यहाँ त गाह्रो छ हामीलाई त मलाई यो रमाइलो लाग्यो मलाई त डाँडा यस्तो डाँडाहरू देख्यो भने रमाइलो लाग्छ के ठाउँ रे यो ठाउँको नाम पेनिन्सुला होइन यो नि भन्छ होइन यो जाउँ उता उता जाउँ कहाँ के छ यसको एक्टिभिटी यहाँनिर मेन पोइन्टतिर जाउँ न फिडिङ भन्ने ठाउँमा जान लाग्यो त्यहाँ चाहिँ त्यो अब पेलिकन भन्ने बर्ड छ होइन त्यो हेर्नु मिल्यो जस्तै त्यो
सेन्ट्रल कोस्टको भने नेपालको सेन्ट्रल कोस्टमा इन्ट्रान्स नै गइएन होला हामी मलाई त यादै छैन तिमीहरूलाई हामी कहीँ लगेन तेरो तेरो त्यो बिहेमा काम गर्दै फुर्सद थिएन मेरो बिजी थिएँ त्यति बेला त गएन नि हामी अनि मैले यसको बिहेमा कति काम गर्नु पऱ्यो त्यहाँ थकित थिएँ म त्यहाँनिर त्यो डेकोरेसन गर्दै मेरो कति टाइम गयो नेक्स्ट टाइम छ होला अन्त दिदीले त वाइल्ड रमाइलो गरेर जानुभएछ त अन्त दिदी जेट स्की अझ अल्छी लागेर दिदीलाई कस्तो जात है अझ चाहिँ स्काई डाइभिङ गर्नु भ्याइएन स्काई डाइभिङ गर्नु गऱ्यो नि हामीले बब ए गरे हो प्रवीण मैले गऱ्यौँ नि स्काई डाइभिङ कहाँ उतै सिन्डीमा त्यही हामी बसेको घर हुँदा अँ आधी घन्टा पर मात्रमै छ कि ए हो तिमीहरू उता आएको बेलामै स्काई डाइभिङ गर्ने ल भनेको कि इन्ट्रान्समा यस्तो चरा धेरै छ कि उहाँ सेन्ट्रल कोस्टमा पर जाउँ न कि माछा खुवाएर देखाउने होला कि त्यस्तै लाग्यो मलाई यिनीहरूले त माछा मुखमा वाप्पै राखेर खान्छन् होला नि त ए ऊ यसले लिएर गयो यार ऊ आमा निल्दिने हो क्या यिनीहरूले सिधै कस्तो राम्रो आउने रहेछ क्या यहाँनिर चाहिँ यस्तो गर न दामी आउँछ यार यहाँनिर यो ब्रिजले गरेर नि बबाल आउने रहेछ क्या 115 लाग्ने रहेछ त एकजनाको बोर्ड चढेको महँगो रहेछ त 115 त एक्सपेन्सिभ हो नि कहाँ म त्यस्तो त्यो बचाउन आउने गरी त खेल्न सक्दिनँ नि हो ठेल्दै ठेल्दै यता ल्याउनु चाहिँ सक्दिन्छु माछा ऊ पौडी खेल्दैछ सानो माछा हेर बेबी ऊ देख्यो बबल आयो ऊ यहीँ छ नि तिनवटा माछा दुईवटा कतिवटा कति धेरै रहेछ यार माछा त आमा माथि आयो नि ऊ तिनवटा 4वटा देखेँ मैले 5वटा देखेँ यही 4वटा छ 5वटा जस्तै माछा रहेछ यार बोट गयो भर्खरै मलाई यो ब्रिज चाहिँ सही लाग्यो क्या यहाँ आउँदैछ बेबी मुन फोटोग्राफी माया गर प्रवीणालाई माया गर गालामा माया गर न त्यसो गर किस्काएको गर्न भिडियोमा आयो यार नमानेको मान्दैन के नमानेको भिडियो पनि भन्नुपर्छ कि जिएफ भनेको खै के हो बिरयानीमा त पछाडि जिएफ भने ग्लुटन फ्री रे डिएफ भने डेरी फ्री यसलाई त सब थाहा भइसकेछ यार यसलाई त सब थाहा भइसकेछ नि यस्तो त थिएन यो यस्तो सबै कुरा थाहा पाउनु त थिएन यार पहिला यो होइन अहिले त सबै कुरा थाहा पाउनु लागेको छ प्रवीणाले सिकाएको जस्तो छ हाँस केटा हान्लाई छ अब अहिले खाएपछि प्रपर मिल खाइदिने कि एकैचोटि अब ल ठिक छ हुन्छ खाउँ न त त्यही भए त्यसो भए यसो गरौँ न त एउटा चिकन बिरयानी गरौँ बिरयानी खानु मन छ बिरयानी यसलाई खानु मन रहेछ खानु चाहिँ होइन दुईवटा बिरयानी भनौँ ल एउटा मन रहेछ क्या दुईवटा बिरयानी गरौँ मन लागेछ होइन हुन्छ दुईवटा बिरयानी गऱ्यो भने डेटमा खाएको छु all the curries medium spicy. Yeah, that's fine.
Any drinks? How many naan altogether? 3. 3 plus 3, 6. 6. Plain and garlic. Plain butter naan. You want 6? Yeah. Like so. Okay, 6. No, I mean plain naan 3 serving. Yeah. Garlic naan 3 serving. Okay, okay. I didn't get the garlic one. Okay, that's all. No worries. त्यही भनेपछि ठिकै हुन्छ ठिकै हुन्छ हामी 6 जना बस्छ त खानु खानु यो इमली पनि राइता दियो इमली सस पनि आयो क्या मलाई यहाँनिर इमली सस पनि आयो कि मलाई थ्याङ्क यू बबिना तरकारी नै गर्दै बाबाले मासु गर्दा अलिक हात पनि पोल्ने रहेछ कुन चाहिँ गर्दै हो करीहरू के गर्दा हुन्छ नि त भेजिटेबल त्यो चाहिँ एउटा तल बाहिर यो चाहिँ के अरे यो चाहिँ के यो चाहिँ कोरमा यो चाहिँ कोरमा होला यो चाहिँ रोगन जोस ठोकन मगाएको त्यो टिस्युले एउटा पुस्तिहाल्नु हामी त मिठो लुकआउटमा आयौँ नि त हामी गएकै ठाउँ हो कि के तर होइन नि हामी यता आएकै होइन नि सपिङ हान्दैछन् यिनीहरू त प्रोहरू तल अझ हिँड्दैछौँ होइन नि त्यहाँ तिनीहरू गएको ठाउँ त त्यहाँ नि हिँड्न मिल्दैन यार खुट्टामा चाहिँ बान्ने हुन्छ होइन होइन यस्तोमा खुट्टामा चाहिँ यहाँनिर चाहिँ बान्या हुन्छ एउटा डोरी तर यहाँनिर टेक्दाखेरि चाहिँ बान्या केही पनि हुँदैन यहाँ चाहिँ जस्ट टेक्ने नै हो टेकेरै उभिने हो अनि त्यहाँनिर त्यो बोर्डमा यताउति हिँड्न पनि मिल्छ क्या त्यो गर्दाखेरि के भयो त बोलाएर हेर्न आयो के भयो यहाँ बस न यसरी अङ्गालमा यसरी अङ्गालमा त्यहाँ हेर न बेबीको बाउ बेबी मुन मनाउन आएको अरे मेलबर्नमा अनि कस्तो फिल भइरहेछ त मेलबर्नमा बेबी मुन मनाउन क्यामेरा देखाएपछि त म अड्किँदो रहेछ त फ्रिज हुँदो रहेछ त यो त के गर्ने त हामी नहिँड्ने बेबीको मबी हिँड्नु सक्नुहुन्न अहिले अहिले त्यही भएर नहिँड्ने घुमाइ चाहिँ घुम्यो हामी अनि जाउँ 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 चढौँ 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 टापुमा छौँ रे सुरजले भनेको म्यानेजमेन्टको भेकलमा चाहिँ जान मिलिरहेछ पनि म्यानेजर हो त्यो हो अनि साला म्यानेजर भने नि बिच तर ठ्याक्कै सानो पहिला चाहिँ त्यहाँनिर प्रिजनरहरूलाई थुन्ने के ए कस्तो खास स्टेडियममा ल्याएको कैदीहरूलाई राखे स्पेनिस गर्ने ठाउँ स्पेनिस नाम हो कि क्या हो स्पेनिसहरू इटाली जस्तो नाम छ सक्सेसफुलहरूलाई डबल 100मा कुदाइछ यार In 1 kilometer at the roundabout, take the first exit. हुर लान्छ त Road. अब चाहिँ हामी फरेस्ट केभ जाँदैछौँ सो लेट्स चल छैन छैन चल छैन छैन म्याथ ठिक लाग्यो त्यसको लागि 10% यस्तो बाटो म्याथ यहाँ बाटो एउटै त छ कहाँ जान्छ बाटो त छ
अरू जाने बाटै छैन यहाँ के म्याप हेर्नु र यहाँबाट त्यो 360 भ्यूज आउँदो रहेछ नि स्ट्रङ करेन्ट है फेरि यहाँ पक्नु है हेर ल एउटा भिडियो खिचिदिन्छु म यहाँ पछाडि पनि हेर्न पछाडि पनि बब्बाल देख्ने रहेछ हामी चाहिँ केभमा आइपुग्यौँ है साथीहरू केभ फरेस्ट केभ रे बिचमा छ ए अँ यिनीहरू पनि त्यही हेर्न जानु होला है खै ल छिटो छिटो भाइ तँलाई जाडो भएको छैन जाडो भन्ने चिज मेरो मनमै छैन त कसरी जाडो हुन्छ मलाई के हो यो टम हाडी छ भ्या टम हाडीको चस्मा पो हो यो यस माई फ्रेन्ड टमाटी बिना त मलाई त लास्ट गाह्रो पर्ने रहेछ यार यसको चाहिँ त्यही हो कि यसको चाहिँ यहाँनिर चाहिँ नेचुरल यही हो रहेछ पिङ्गुन कराएको त्यो पो रहेछ अगाडि अगाडि खुर्र पिङ्गुन जसरी कुद्यौ त पिङ्गुन जसरी कुदेको छ त पेङ्गिन जसरी हिँड्दा देख्छ रविला कसरी हिँड्छ हिँडिरहन् त्यसरी नै हेरौँ भित्र अनि जाउँ त्यो पिङ्गुन त 6 बजीसम्म त कुदिँदैन 6 बजे आउने रहेछ अहिलेसम्म आउनु भएको है 6 बजे एक्सपेक्ट त्यो पनि एक्सपेक्टेड हो कि त्यो एक्सपेक्टेड टाइम हो त्यसमा पनि हुन्छ हुँदैन उयो पिङ्गुन उयो होइन यो त प्रोजेक्टर टिभी समुद्रबाट आउँछन् के अनि उनीहरूको घर सेल्टर छ क्या आफैले बनाएको सेल्टर हो क्या यो चाहिँ अनि यहाँ माथि आउने यहाँ सेल्टरहरू छ उनीहरूको आफैले आफ्नै घर उनीहरूले बनाएको आफैले अनि यहाँ आएर बस्छन् के उनीहरू चाहिँ अब बाहिर चाहिँ समुद्रमा गए कति दिउँसो कतिखेर बिहान उठेर अनि राति टक्क टाइममा आउने कि फर्किने कि उनीहरू मान्छे जस्तै कि घरमा फर्किने कि तँलाई टोपी चाहियो भने म गुने मुनि यो त सही रहेछ लाउनु नै मिलेछ होइन मम्मी लाउनु मिल्छ यो राम्रो रहेछ यार हेर नि बेबी टोपी यो त होइन शेर्पा टोपी चाहियो मलाई तँलाई यही चाहियो होइन हजुर पर्दैन के काम हो त्यो यो मसँगै छ त्यसलाई घरमा पठाइदिउँ न हामी भोलि त होइन भोलि त चाँडै उठ्ने चाँडै घुम्नु जाने होला चाँडै उठ्ने भोलि हाम्रो के हो हाम्रो 11 बजेको जस्तै छ कति बजेको छ बुकिङ 11 बजेको हो कहाँ भोलि कहाँ गयौँ जाने हो के घन्टा अगाडि भोलि त हाम्रो पर्फ्युम दिल्ली हो सिटी त त्यही भने बेलुका जाने पहिला पर्फ्युम बिल्ली सकाएर घर आउने अनि इभिनिङ चाहिँ उहाँ जाने कि घर आएर अनि सिटी घर आएर जाउँला नि घरै नआउने नि नआए पनि भयो अनि तिमीहरूलाई घर आएर
फ्रेस भएर निक्लिन मन लाग्छ किन होइन के हुन्छ नि त नजिक किनकि बाटो त घर आउनै पर्ने बाटो हो नि त ए हो रिटर्न ट्रेनमा जाँदा बेटर हुन्छ सिटी ट्रेनमा जाँदा बेटर हुन्छ किनकि तैँले पार्किङहरू गर्नलाई सिटीमा लास्टै गएको थियो हुन्छ ट्रेनमा जाँदा नि त अनि जतिखेर फर्किने भयो फेरि गाडी छोडेर जाने ब्याक साइड छोडेपछि केही टेन्सन नै भएन गाडी घरमै राखेर जाँदा भयो सनसेट खिचेको हामी चाहिँ आउँदैनौँ आउँदैनौँ नि गर्दै आउँदैन ओए मान्छे त त सत्य कुरा बोल्न चाहिँ अहिले डराउँदैछ है डराउँछु नि म प्रवीणदेखि डराउनु पर्छ त्यहाँ अगाडि हेर अगाडि अगाडि हेर्नु भनेको भोलि बेबीले ड्राइभ गर्छ भोलि बेबीले ड्राइभ गर्छ ब्रेक ब्रेक हान्नु पर्ने त्यहाँ हानिसकेको गाडीले ऊ यता हेर गइरहेछ जस्तो कि चाहिँ हुन्छ यस्तो कि चाहिँ हुन्छ यता हेर त गाइस अँध्यारो भइसक्यो ल यता ल्याउ त मलाई मेरो केही गर्नु पर्दैन कि यत्तिकै छोड्दैन यसले आफ्नो चलाएर त्यहाँ घरसम्म पुऱ्याइदिन्छ कि टेस्ला भन्दा नि उ छ त्यसलाई त यसको गाडी के होइन नि टेस्लामा भन्दा पनि बढी कन्फिडेन्स क्यामेराले फोटो खिचाइ कि